इजरायलको झन्डा हो र यो एउटा सर्कल हो। यदि मैले यो सर्कलको रेडियस दिएँ र यसको एरिया निकाल्नु भन्यो भने तपाईहरुले प्रोबेबली यो फर्मुला युज गर्नुहुन्छ होला र यसमा पाईको ठाउँमा तपाईले प्रोबेबली 22/7 युज गर्नुहुन्छ होला। र ठ्याक्कै हामीले त्यही आज गर्न आँटेको छ। हामीले आज कसरी 22/7 चाहिँ पाए भन्दा ठुलो भनेर प्रुभ गर्न आँटेको छ। सो लेट्स गो। मैले चाहिँ यसमा दुईटा मेथड राखेको छु भिडियोमा। सो दुईटै मेथडबाट यसलाई प्रुभ गर्न सकिन्छ। सो लेट्स गो टु फर्स्ट मेथड। यसमा चाहिँ हामी सिरिज युज गर्छौँ, प्रिसाइजली भन्दा इन्फाइनाइट सिरिज, जुन चाहिँ यस्तो देखिन्छ र यसलाई हामीले समेसन युज गरेर यसरी लेख्न मिल्छ। र यसको भ्यालु तपाईले गेस गर्नुभयो भने यसको भ्यालु हुन्छ π²/6, जुन चाहिँ ओइलरले सल्भ गरेर निकालेको हो। सो हामीले यसलाई यसरी लेख्न पाउँछौँ र हामीले फर्स्ट सुरुमा चाहिँ के गर्छौँ भने एउटा एक्सप्रेसनलाई लेख्छौँ है त। सो यो एक्सप्रेसनले के भन्दैछ भने यो इक्वेसन चाहिँ राइटमा इक्वल हो भनेर भन्दैछ। र अर्को हामीले के युज गर्छौँ भने यो एक्सप्रेसन युज गर्छौँ, जसले चाहिँ के भन्दैछ भने एक्ज्याक्टली यही भन्दैछ। यदि डिनोमिनेटर इक्वल छ भने माथिको न्युमरेटर जसको ठुलो हुन्छ त्यही नै अर्को नम्बर भन्दा ठुलो हुन्छ, त्यसले त्यही भन्दैछ एक्सप्रेसन। सो हामीले यो समेसन लिन्छौँ र यसलाई हामीले ब्रेक गर्छौँ। प्रिसाइजली भन्दाखेरि 1 देखि 4 सम्म र 5 देखि इन्फिनिटी सम्म। सो त्यो एक्सप्रेसनलाई लेख्दा यस्तो देखिन्छ है त। सो हामी के गर्छौँ भन्दाखेरि यो जुन चाहिँ 1 देखि 4 सम्मको छ त्यसलाई हामीले π²/6 सम्म लगेर राख्छौँ है। सो हामीले यस्तो पाउँछौँ र हामीले यसलाई क्याल्कुलेट गर्दाखेरि 1 देखि 4 को समेसनलाई we will get 205/144। सो हामीले यसलाई समेसनमा डिनोट गर्दा यसरी डिनोट गर्न सक्छौँ र हामीले यसलाई सब्स्टिट्युट गरौँ है त। सो we will get यति। र अर्को कुरा हामी के युज गर्छौँ भन्दाखेरि यो एक्सप्रेसन युज गर्छौँ। यसलाई तपाईले मजाले भेरिफाइड गरेर हेर्नु छ भने यो एक्सप्रेसनको तपाई रेसिप्रोकल लिनुस्, we will get दिसमा चाहिँ। यो राइट ह्यान्ड साइडलाई तपाईले कम्प्युट गर्नुभयो भने we will get दिस। र तपाईले हेर्न सक्नुहुन्छ n² भनेको अभियसली n² - 1/4 भन्दा त अभियसली ठुलै हुन्छ। सो अलिकति रिवाइन्ड गर्दाखेरि हामीले एक्सप्रेसन हेरेका थियौँ है। सो हामीले के लेख्न मिल्छ भन्दा त्यो अगाडिको एक्सप्रेसन हामीले सब्स्टिट्युट गरेर यति लेख्न मिल्छ। सो यसलाई हामीले सब्स्टिट्युट गरेर समेसनमा यो एक्सप्रेसन भनेर लेख्न मिल्छ है त। सो यो जुन चाहिँ यो समेसन पार्ट छ यसको एक्सप्रेसनलाई हामीले अब सल्भ गर्छौँ है। सो यसलाई हामीले सल्भ गरौँ भने हामीले कम्प्युट गरेर चाहिँ यो टर्महरु क्यान्सल भएर ठ्याक्कै 2/9 आउँछ र यसलाई हामीले सब्स्टिट्युट गर्छौँ है त समेसनमा। सो ठ्याक्कै 2/9 हामीले सब्स्टिट्युट गर्यौँ, त्यो 6 लाई हामीले राइट ह्यान्ड साइडमा लग्छौँ र यसलाई हामीले कम्प्युट गर्यौँ भने we will get 79/8। र 79/8 भनेको यो दुईटा टर्मको डिभाइड गर्दाखेरि पाउँछौँ है। सो हामीले लेख्न मिल्छ यति। अर्को कुरा के भन्दा 22/7 को स्क्वायर गर्यौँ भने हामीले ठ्याक्कै यो टर्म पाउँछौँ, जुन चाहिँ हेर्दाखेरि सिमिलर छ है, किनभने दुईटैको डिनोमिनेटर सेम छ र हामीलाई याद छ हामीले यो एक्सप्रेसन हेरेका थियौँ। सो हामीले लेख्न मिल्छ यति। सो यो सबैलाई हामीले कम्बाइन गर्यौँ भने we will get दिस है। सो हामीले यसलाई रिलेसनबाट राख्यौँ भने ठ्याक्कै π² र 22/7 को रिलेसन आइपुग्छ। सो we will get दिस मच र हामीले फर्स्ट मेथडबाट अब π << 22/7 प्रुभ गरौँ है। सो लेट्स गो टु मेथड 2। मेथड 2 मा हामीले युज गर्छौँ इन्टिग्रेसन। र त्यो इन्टिग्रेसनमा जानु अगाडि हामीले केही कुरा हेरौँ है। सो यदि मैले तपाईलाई 9/2 कम्प्युट गर्नु भन्यो भने we will get 4.5, that is 4 + 1/2। अर्को कुरा के हेरौँ भन्दाखेरि डिभाइजर, कोसेन्ट, डिभाइडिङ र रिमाइन्डरको रिलेसन हेरौँ है। त्यसबाट हामीले के लेख्न मिल्छ भन्दाखेरि 9/2 को एन्सर चाहिँ 4 + 1/2 हुन्छ है, which is कोसेन्ट + 1/2। र 1 भनेको तपाईको रिमाइन्डर हो र 2 भनेको ठ्याक्कै डिभाइजर हो र हामीले यो रिलेसन पाउँछौँ, which is very important। सो लेट्स गो टु द मेन मेथड।
हामीले यो इन्टिग्रेसनमा यो फङ्सनको युज गर्छौँ र यो फङ्सनमा मेन कुरा हामीले 0 देखि 1 सम्मको x को भ्यालुलाई हेर्छौँ है र फाइनली हामी यसलाई यसरी लेख्न मिल्छ है र यसलाई हामी इन्टिग्रेट गर्यौँ भने 0 देखि 1 सम्म अभियसली त्यो इन्टिग्रेसनको भ्यालु 0 भन्दा ठुलो नै हुन्छ सो लेट्स गो यसलाई इन्टिग्रेसनको साइनमा लेखौँ है त र जुन यो माथिको टर्म छ नि यसलाई हामीले एक्सप्यान्ड गरौँ है सो यसलाई हामीले एक्सप्यान्ड गर्यौँ भने हामीले यति पाउँछौँ र यसलाई हामी सब्स्टिट्युट गरौँ इन्टिग्रेसनमा सब्स्टिट्युट गरौँ भने हामीले यो पाउँछौँ र यसलाई रिअरेन्ज गरौँ भने अगाडि हामीले यता एसेन्डिङबाट लेखेको थियौँ यसलाई एरेन्ज गरेर हामी डिसेन्डिङबाट लगाउँ है यसको पावरबाट सो हामीले यति पायौँ र यसलाई हामी डिभाइड गरौँ यसलाई हामीले डिभाइड गर्दाखेरि पोलिनोमियल डिभिजनबाट विल गेट द रिजल्ट्स यति र हामीलाई अघि हामीले कम्प्युट गरेर यो हेरिसकेको थियौँ यसको रिलेसन त्यो गरेर राख्यौँ भने विल गेट त्यसमा चाहिँ सो त्यो डिभिजनको एन्सर चाहिँ यति आयो र यसलाई हामी इन्टिग्रेट गर्छौँ 0 देखि 1 सम्म सो यसमा भ्यालु सब्स्टिट्युट गऱ्यौँ भने इन्टिग्रेसन चाहिँ गर्नु सक्नु सो इन्टिग्रेट गऱ्यौँ भने यति आउँछ यसमा हामीले त्यो भ्यालु राख्यौँ भने 1 देखि 0 सम्मको विल गेट त्यसमा चाहिँ त सो राइट ह्यान्ड साइडतिर हेर्नुभयो भने पुरै टर्म 0 हुन्छ र यता लेफ्ट ह्यान्ड यो र पुरै क्यान्सल हुन्छ र यता लेफ्ट ह्यान्ड साइडमा चाहिँ यो tan इन्भर्स 1 को भ्यालु चाहिँ 45 डिग्री अथवा π/4 आउँछ है त सो विल युज द्याट र यसलाई हामीले कम्प्युट गऱ्यौँ भने विल गेट दिस मच र यसलाई मजाले कम्प्युट गऱ्यौँ भने हामीले ठ्याक्क यति पाउँछौँ र हामीले पाइलाई राइट ह्यान्डमा लग्यौँ भने विल गेट 22/7 इज ग्रेटर देन पाइ सो द्याट्स इट